यार ठिक छ ब्रो कहिले होला गाई चाहिँ यत्रो घर गराउन सक्ने यार पोखरी देख्न सक्नुहुन्छ गाई होइन बाटो हो यो हाम्रो मेरो नामले सोल्डिङ गरेको हेलो हेलो गाइज वेलकम ब्याक माई युट्युब च्यानल के छ सबैजना सन्चै हुन्छ होला हामी पनि सन्चै छौँ के गर्दै हुन्छ सबैजनाले खाजा खाइसक्नु होला हामी पनि खाजा खाइसक्यौँ हामी चाहिँ आज बुढाबुढी भएर सबै बाजा हिँडिरहेको छ पानी परिरहेको छ हाम्रोतिर त मस्तै है रातिदेखि नै राति 12 बजीदेखि नै पानी परेछ के छ तपाईँहरूतिर के छ कसो छ होइन पानी परेको छ कि छैन होइन यो बुटोल नारायणघाट सडकको डाउनलेमा चाहिँ बाटो नै पुरै जाम भइसक्यो होइन पानी परेर यता नि यस्तो छ होइन पानी पुरा हिरो हिरो गाडीहरू त हिँडिरह होइन तर बाटो बन्द छ भन्छ होइन के छ कसो छ त्यस्तै पानी चाहिँ निक्को पऱ्यो आज होइन यो आज हाम्रो निर्सेल हुन्थ्यो निर्सेल पनि भएन होइन निर्सेल पनि क्यान्सल भयो एकदमै खुसी छ अब टक्क रुममा जाने टक्क भात सात पकाउने खाने ल्याक्स सुति उतामा परिहाल्ने हो होइन मजा हुन्छ नि यार पानी आउँदा ट्याक्क लाएर सुत्न त होइन पानी आउँदा गर्मी हुन्छ लास्टै गर्मी भइसक्यो यहाँ लास्टै गर्मी बढिसक्यो होइन अनि के भयो मेरो बुढी केही छ र भन्नु पर्यो भन्दै नि यसो 2-4 लाइन भन्दै नि यार मान्छे राम्रो हो कि तिमी यार हिँडाइ राम्रो हो कि तिम्रो यार के हो यार अनि के छ कसो छ होइन अब त बर्खा पनि लाग्नु लागिसक्यो धानको बिउ हाल्ने बेला भयो गाउँहरूतिर होइन गाउँहरूतिर भन्दा पनि किसानहरूले अब धानको बिउ राख्ने बेला भयो खेतीपाती गर्ने बेला भयो अब होइन मकैहरू गोड्ने बेला भयो अब सेमी बोडीहरू लाउने बेला भयो किसानको छोरो हो नि त हामी त सबै थाहा नि त टोटल्ली कहाँ के लाउँछ कति बेला के लाउँछ भन्ने कुरा त होइन यहाँ सोमनाथ खोला पनि खतरा बढेर आयो क्या आज सोमनाथ खोला बढेर आएछ है आज गाइस सोमनाथ सुकिसकेछ नि त सुकिसकेछ ल यति चाहिँ भएछ खुसी लाग्यो होइन यो चाहिँ हाम्रो छिमेकी खोला हो होइन सो माया लाग्छ कि यो खोलासँग पनि छुट्टै माया प्रेम छ क्या होइन तालिममा यो खोलामा डुबेको होइन यही खोलामा पौडेको होइन यति फोरो छ यो खोला फेरि यति फोरो छ हेर्नुहोस् होइन यो बजार एरियाको सब ठाउँको यो नालीहरू जाने सबै जाने हो होइन लास्टै फोरो छ तर पनि हामी डुब्यौँ होइन डुबाउनु भयो गुरुवाले खुसीले त कहाँ डुब्यो हो र होइन ले यो खोलामा त कति डुब्यौँ नि हामी त यस्तो छ बाटोको हालत हेर्न सक्नुहुन्छ आज चाहिँ यहाँ बजार लाग्छ पानीमै डुबेर जानु पर्यो आज चाहिँ त्यो आजभन्दा पनि एकछिन चाहिँ अब मस्त शीतल हुने भयो मजाले सुत्न बस्न सकिन्छ होइन आनन्द हुन्छ क्या नत्र अरू बेला त यस्तो गर्मी हुन्छ नि अरूभन्दा नि राति सुत्न पो तनाव लाग्छ है दिउँसोमा आनन्द कामसाम गरिन्छ होइन दिउँसो गरिन्छ यताउता हुन्छ अब राति ड्युटी त हुन्छ कि तै पनि अब सुत्ने बेलामा यस्तो उसमै शरीरमै क्या होइन बिस्तारा सुत्दा शरीरमै पसिना आएर पुरै बिस्तारासहित भिजिरहेको हुन्छ क्या होइन गर्मी छ यो चाहिँ हाम्रो पेट्रोल पम्प हो पिके पेट्रोल पम्प यो चाहिँ पिकेनी हो यता हेर पिकेनी पिकेना भनेको पिकेनी भनेर पिकेनी होइन त्यो पिके पेट्रोल पम्प पिकेनी कोहीको हो त्यो पेट्रोल पम्प भने त्यो पेट्रोल पम्प मेरो हो खोला बग्या रहेछ क्या खोला बग्या गाइस होइन बात बाजा नाली हो यो है हाम्रो नेपालको बाटोको नाली हो यो अब बगिरह गाडीहरू हिँडिरह जाने भए जा मतलब छैन तेरो
म त खतरा एलिना चुहानको फ्यान हो क्या। एलिना चुहानको गीत त मलाई त किन किन कम्दै हुन्छ कि कता हानिदिन्छु के अरे होइन त्यो त अर्को दुश्मनवाला त समीक्षाले गएको होइन र खास समीक्षाले गएको हो र बजार लाग्ने यहाँ चाहिँ आज बजारको तयारी भइसकेको छ होइन गाडी हेर्न सक्नुहुन्छ गाडीहरूमा चाहिँ सामानहरू आइसकेको छ टोटल्ली पानी बिसाइसक्यो अब चाहिँ होइन फेरि निर्सेल हुन्छ भन्ने त होइन के अब कति टाइम भयो र त फेरि निर्सेल हुन्छ भनेर बोलायो भने टाइल पार्छ हो हुन्छ क्या यार निर्सेल भयो भने तँलाई फेरि फर्किनुपर्छ यार बाइक पनि अफिस बिहान चाहिँ के हो भने गाइज होइन बिहान हामी जाँदा चाहिँ पानी परेको थिएन सो हामी चाहिँ बाइकमा गयौँ होइन अनि बाइकमा गएपछि अनि आउने जाँदा ठ्याक्क उहाँ पनि हामी अफिसमा पुग्ने ठ्याक्क पानी पनि पर्ने भयो क्या सो त्यसपछि हामीले चाहिँ बाइक त्यहीँ छोड्यौँ त्यही बाइक छोडेर अहिले चाहिँ पानी परिरहेको थियो होइन उहाँबाट निस्केर चाहिँ मस्तै पानी परिरहेको थियो अनि यहाँ बाजा आउँदा पानी बिसायो क्या सो हामीले चाहिँ बाइक त्यहाँ छोडेर अब मेरो त ऱ्याङ्कोट थियो होइन मैले त ऱ्याङ्कोट ओढेको थिएँ उसको चाहिँ ऱ्याङ्कोट थिएन सो अनि ऱ्याङ्कोट नभएपछि मिल्दैन भन्ने हिसाब चाहिँ अनि बाइक त्यहीँ छोडेर आएको त्यसपछि गेट बाहिर यसो निस्केर अलिकति आउँदाखेरि पानी बिसाइगयो अब के गर्नु फेरि लिन जानु झ्याउ लाग्यो होइन पछि ल्याउँला भनेर अनि फेरि हिँड्दै आएको यस्तो पनि हुन्छ क्या होइन साधन लिएर गएर फेरि फर्कदा चाहिँ हिँडेर आउने दिनहरू पनि आउँछ होइन के गर्नु गाह्रो थियो बिना कुमारी के छ यार ठिक छ त्यही राम्रो अनुहार हो मान्छे राम्रो हो कि अनुहार राम्रो हो कि बानी बेहोराको त कुरै नगरौँ बानी बेहोरा त बेहोरा है कति राम्रो छ कति राम्रो छ यो बाटो चाहिँ कहिले बन्ला यार ट्याक्कै सबै बनेदेखि त कायदा हुन्थ्यो नि यार हामीलाई नि यार टक्क हिँड्दा नि पिज हिँड्न पाइन्थ्यो होइन दामी हुन्थ्यो नि हिँडिरहेको छ होइन जति पानी परे पनि मान्छे हिँड्न चाहिँ छोड्दैन बाटोमा यो चाहिँ हो चैत वैशाखको खडेरी नेपालको महँगी है कति मिलेको महँगीले छोड्न नसक्नु छ खडेरीले हिँड्न नसक्नु छ खान नसक्नु छ गाह्रो छ त हो यहाँ त मारामार हो मारामार भयो मारामार टिप्परहरूको स्पिड हेर्न सक्नुहुन्छ रोड किङ रे आमा टिप्परहरू रोड किङ है राजा बाटोको राजाहरू नि हो टिकटक बनाउनु पर्यो है भात भात कति सकोस् तिमीलाई पनि कडा हो कि पुरी कडा हो गाइस पुरी जस्तो कडा मान्छे छैन होला जस्तो लाग्न थालिसकेको ले म त यहीँ छु त कहिले होला गाई चाहिँ यत्रो घर गराउनु सक्ने कहिले होला यत्रो घर गराउने यार यत्रो घर गराउनु सकेदेखि जागिर सागिर छोडेर आन्त बस्छु भनेको कार भयो यो कार कहिले होला चल्ने यार हे भगवान् दिलाइदेऊ एउटा अब रुममा पुग्न लागिसक्यौँ गाइज हामी होइन हुँदैन यार पानी
बाटोहरू यस्तो छ होइन, माछा पोखरी जस्तै पुरा पोखरी पोखरी भयो बाटोभरि। के गर्नु, यस्तै छ नेपालको बाटो। बाटो हिँड्नु पर्यो यार, पानीबाट के हिँड्नु होइन। पानीबाट हिँड्ने फेरि खुट्टा नि राम्रो हुन्छ क्या फेरि गाइज नि। आम्मामा। पानीमा हिँड्ने एउटा फाइदा पनि छ फेरि होइन। टक्क फुल कति राम्रो फुल हो ट्याक्क घर अगाडि होइन। चट्ट आज फेरि राम्रो देखिन्छ नि त, आज हरियाली ट्याक्क हरियो देखिन्छ क्या सबै कुरा होइन। मौसम त्यस्तै खालको छ नि त, त्यही ठुलो भल बगिरहेको यहाँ त। ओ पोखरी देख्न सक्नुहुन्छ गाइज होइन, बाटो हो यो हाम्रो। आम्मा, पौडी खेलाउँ क्या म त है। बाटो हो नेपालको बाटो हो है, क्लियर हुनुहोस् गाइज यसमा चाहिँ तपाईँहरू। हुन त यस विषयमा खासै तपाईँहरूलाई भनिरहनु पर्ने कुरा होइन, तपाईँ हाम्रोतिर पनि सबै यस्तै छ होइन। मेरो नाम रेकर्डिङ गरेको ल, जसको गाडी भयो भने मेरो नाम लेखिदिन्छ होइन, के सारा होइन। नाम लेख्यो भनेर जरिमाना तिराउँछ होइन, तिराउँला बालै खर। कोसँग र त्यस्तो मस्किँदै मेरा मकै मकैबारी देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रै घरबेटी आमाको मकैबारी हो, यही घर हो हामी बस्ने चाहिँ। सबैजनाले हेर्न सक्नुहुन्छ होइन। रुममा आइसक्यौँ गाइज होइन। सबैजनाले माया गरिदिनु होला, च्यानललाई सब्सक्राइब गरिदिनु होला, कोही नयाँ हुनुहुन्छ भने होइन, लाइक कमेन्ट सेयर गरिदिनु होला होइन। त्यही भन्न चाहन्छु सबैजनालाई सपोर्ट गरिदिनु होला। सानो युजरहरूले सानो भ्लगरहरूले सपोर्ट गर्ने हो होइन, ठुलोहरूले त गर्नु हुँदैन। सो आजको भ्लग चाहिँ यहीँ सकिन्छ, नेक्स्ट भ्लगमा भेट्नेछौँ। ओके बाई बाई, टेक केयर गाइज।